नमस्कार साथीहरू अनि हार्दिक स्वागत छ तपाईहरुलाई यस युट्युब च्यानलमा। आज म तपाईहरुको माझ फेरि पनि केसरी सिरियलको छोटो रिभ्यू लिएर आएको छु। तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला। दर्शक साथीहरू, आजको एपिसोडको सुरुवातमा हामी देख्न सक्छौं उता भने सिर्जना बसन्तको फोटो हेर्दै कति गहिरो गरी बस्नु भयो मनमा। जसको माया नै पाइदैन त्यही मान्छे किन यति गहिरो गरी मनमा बस्छ। यस्तो मान्छेसँग त माया नबसेको हुने नि। यस्तो निष्ठुरीको लागि मनमा घृणा जाग्ने भए हुन्थ्यो। खै किन तपाईसँग यति गहिरो माया बस्दैछ भन्दै रुँदै बसेकी छिन् र फेरि बसन्तलाई फोन गर्छिन्। सिर्जनाले फोन गर्दा बसन्त भने आफ्नो आमा बाबासँग र केसरीसँग खाना खाँदै हुन्छन्। अनि बसन्तको बाबाले भन्नुहुन्छ फोन उठान भनेर भन्नुहुन्छ। बसन्तले भन्छन् फोन कोठामा छ, अहिले एकछिनपछि उठाउँछु। बसन्तको बाबाले फेरि भन्नुहुन्छ फोन नउठाउने भए फोन किन बनाएको त, जा केसरी फोन उठा त भन्नुहुन्छ। र केसरी फेरि बसन्तको कोठामा जान्छिन् र फोन लिएर आउँछिन् र केसरीले भन्छिन्। केसरीको मनमा लाग्छ कि बसन्तले केही न केही कुरा लुकाइराख्नु भएको छ भन्दै फोन लगेर जान्छिन् र सिर्जनाको फोन भन्दै आमालाई सुनाउँछिन् र आमाले भन्नुहुन्छ। सिर्जनाको फोन भन्दै आमासँग गएपछि आमाले भन्नुहुन्छ फोन किन गरेको त्यो सिर्जनाले भनेर गाली गर्नुहुन्छ र फेरि बसन्तले सबैको सामु केसरीलाई गाली गर्छन् र बसन्तले फेरि सिर्जनालाई फोन गर्छन् र भन्छन् म तिम्रो नजिक आएको थिएँ केसरी, तिमीलाई भेट्न पाउँछु, बिहान बेलुका तिमीसँग भेट हुन्छ भनेर आएको, तिमी त घरै छाडेर गयौ, मिल्छ भने फेरि फर्केर आउन भन्छन्। र फेरि सिर्जनाले भन्छन् तपाईँ मदेखि टाढा बस्नुहोस्। त्यस्तो भनिसकेपछि फेरि बसन्त रिसाउँदै भन्छन् र फेरि सिर्जनाले दुखी भएर सिर्जना रुँदै बस्छिन्। अनि बसन्त भने उता केसरीलाई भन्छन् माफ गर केसरी, म जानी सिर्जनासँग नजिक भएको होइन। केसरी र सिर्जना दुवैजना बसन्तलाई देखेर धेरै नै दुखी हुन्छन् र बसन्त भने दोधारमा छन्। उता भने सिर्जनाको पेटमा आफ्नो बच्चा छ भन्ने देख्दै बसन्तलाई धेरै नै नराम्रो लाग्छ र बसन्त भन्छन् मेरो जिन्दगी लथालिङ्ग छ भन्छन्। केसरी बुझ्ने छे भनेको त्यो पनि शङ्का गर्ने भइछे भन्दै दुखी हुन्छन् र बसन्तलाई फेरि बसन्तको भाइ सन्तोषले बसन्तलाई सम्झाउँछन् र भन्छन् दाइ तपाईँ धेरै भाग्यमानी हुनुहुन्छ। यति धेरै माया गर्ने आमा बाबा र यति धेरै माया गर्ने दुईवटा भाउजू हुनुहुन्छ भन्छन् र विगतको केसरीको मायालाई बसन्तलाई सुनाउँछन् र भन्छन् समस्या सबैको हुन्छ, जीवनमा आउँछ भन्दै सन्तोषले बसन्तलाई सम्झाउँछन्। र उता सिर्जनाको मामा माइजूले सिर्जनालाई फकाइरहेका हुन्छन् र सिर्जनालाई माया गर्छन् र भान्जी आफ्नो ख्याल गर्नु भन्दै सम्झाउँदै बस्छन्। यता भने केसरी बसन्त र आफ्नो फोटो हेर्दै रुँदै मनमा कुरा गर्दै रोइरहेकी हुन्छन् र फेरि त्यो बेला नै बसन्तको आमा आएर केसरी के भयो भनेर सोध्नुहुन्छ र केसरीले फेरि आमालाई बसन्तको बारेमा सबै कुरा बताउँछिन् र फेरि आमाले भन्नुहुन्छ त्यो केसरीलाई फोन लगा भनेर भन्नुहुन्छ र केसरीले फेरि सिर्जनालाई फोन लगाउँछिन् र बसन्तको आमाले फेरि पनि उनले सिर्जनालाई अनेक थरी गाली गरेर सिर्जनाको मनमा नराम्रो असर पारिदिन्छन् र त्यसैले सिर्जना निराश हुँदै फोन राख्छिन् र मामा माथि आउनु त भन्दै बोलाउँछिन्। मामालाई राम्रो वकिल खोज्न लगाउँछिन् र बसन्त विरुद्ध मुद्दा चलाउने निर्णय गर्छिन्। अब के होला त, बसन्तको जीवन के सिर्जनाले बसन्त विरुद्ध मुद्दा हाल्लिन् त? यी सबै कुराहरू जान्नको लागि हाम्रो च्यानलमा जोडिँदै गर्नुहोला। हस्त, धन्यवाद, नमस्ते।